नमस्ते अनि हार्दिक स्वागत गर्दछु सम्पूर्ण विद्यार्थी साथीहरूलाई मेरो यो युट्युब च्यानल ज्ञान र जानकारीको तर्फबाट म मनोज लम्साल। साथीहरू सदा झैं आज पनि म तपाईहरुलाई बीएड प्रथम वर्षको फाउन्डेसन अफ एजुकेसन भन्ने कोर्सको यो मोडल क्वेशनहरु लिएर आइसकेको छु। यो मोडल क्वेशन चाहिँ बीएड फर्स्ट इयर त्यस्तै गरेर 1 इयर बीएड शिक्षक सेवा आयोग लगायतका सम्पूर्ण परीक्षाहरूको तयारीका लागि अति उत्तम सन्दर्भ सामग्री बन्नेछ र यहाँ प्रस्तुत गरिएका नमुना प्रश्नहरू अत्यन्तै सम्भावित छन्। तपाईहरुले अध्ययन गरेर आफ्नो परीक्षालाई अझै राम्रो बनाउन सक्नुहुनेछ। आउनुस् अब हामी ढिला नगरिकन प्रश्नपत्रतिर लैजाउँ। प्रश्नपत्र कस्ता हुन्छन् मैले भनिराख्नै पर्दैन। 1 मार्क्स गोटाका 20 वटा टिक मार्क्स का क्वेशनहरु हुन्छन् ग्रुप ए मा भने ग्रुप बी मा 7 मार्क्स गोटाका 8 वटा प्रश्नहरु रहन्छन् जसमा 2टा वैकल्पिक क्वेशनहरु रहन्छन्। त्यस्तै गरेर 12 मार्क्स गोटाका 3 वटा प्रश्नहरु हुन्छन् त्यसमा 2टा गर्नुपर्ने हुन्छ एउटा क्वेशन वैकल्पिक रहन्छ। ल अब हामी प्रश्नपत्रतर्फ लागौं। साथीहरु तपाईहरु बीएड मा भर्खरै 12 पास गरेर आउनु भएको छ। 12 को परीक्षा र यो बीएड को परीक्षा थोरै भिन्न हुन्छ। टीयू लेभलको एक्जाम कसरी लेख्ने, कसरी तयारी गरेर कसरी परीक्षा लेख्ने भन्ने विषयमा मैले अघिल्लो भिडियोमा चर्चा गरेको छु। त्यसको लिंक म डिस्क्रिप्सनमा र माथि पनि देख्न सक्नुहुनेछ। त्यो कार्डमा तपाईले त्यहाँबाट हेरेर परीक्षाको तयारी कसरी गर्ने, कसरी परीक्षा लेख्ने त्यहाँबाट जानकारी लिन सक्नुहुनेछ। ल आउनुस् अब हामी भिडियोतर्फ लागौं। ग्रुप ए 1 मार्क्स कोटाको 20 वटा क्वेशन, अटेम्प्ट अल द क्वेशन, टिक द बेस्ट एन्सर। तपाईले सबै एन्सर सही हुन सक्छन्, त्यस मध्येका पनि बेस्ट एन्सरमा टिक गर्नुपर्ने हुन्छ। सबैभन्दा पहिलो क्वेशन तर्फ लागे। एजुकेशन इज द लाइफ इटसेल्फ नट द प्रिपरेसन अफ लाइफ इज द डेफिनेसन अफ। शिक्षा आफैमा जीवन हो, जीवनको तयारी होइन। यो परिभाषा कसको हो? 4 वटा अप्सन जोन डिबे, एरिस्टोटल, प्लेटो र भागवत गीता। यसको सही एन्सर हो ए नम्बरको जोन डिबे। प्रश्न नम्बर बी तर्फ लागे म। लर्निङ फ्रम वाचिङ भिडियोज अन सोशल मिडिया इज द एक्जाम्पल अफ। सामाजिक सञ्जालमा भिडियो हेरेर ज्ञान आर्जन गर्नु खाली ठाउँको उदाहरण हो। 4 वटा अप्सन औपचारिक शिक्षा फर्मल, नन फर्मल, इन्फर्मल र इन्सिडेन्टल एजुकेसन अर्थात औपचारिक, अनौपचारिक, अनियमित र आकस्मिक शिक्षा। यसको सही एन्सर हुन्छ सी नम्बरको अनियमित शिक्षा। क्वेशन नम्बर 3 यस्तो छ। व्हिच अफ द फलोइङ इन्डिकेट्स बेस्ट क्वालिटी टिचिङ। गुणस्तरीय शिक्षणलाई तलका मध्ये कुन विकल्पले इंगित गर्छ? यी 4 वटा अप्सन मध्ये कुन अप्सन चाहिँ गुणस्तरीय शिक्षणलाई इंगित गर्ने हो? हामी हेरिहालौं। ए नम्बर स्ट्रिक्टली फलोइङ द टेक्स्ट बुक विथआउट डेभिएसन। पाठ्यपुस्तकलाई कडाइका साथ पालना गर्ने। बी नम्बर इन्करेजिङ स्टुडेन्ट्स टु आस्क मिनिङफुल क्वेशन्स एन्ड इङ्गेज क्रिटिकल्ली। विद्यार्थीहरूलाई अर्थपूर्ण प्रश्न सोध्न र आलोचनात्मक रूपमा संलग्न हुन प्रोत्साहित गर्ने। यो एन्सर सही हुन सक्छ। हेर्दै जाउँ। गिभिङ मोर होमवर्क टु किप स्टुडेन्ट्स बिजी। विद्यार्थीहरूलाई व्यस्त राख्न बढी गृह कार्य दिने। र चौथो अप्सन मेन्टेनिङ साइलेन्स इन द क्लासरुम टु अभोइड डिस्ट्र्याक्सन्स। ध्यान भङ्ग हुन नदिन कक्षामा शान्ति कायम गर्ने। ल यसको सही एन्सर बी नम्बरको इन्करेजिङ स्टुडेन्ट्स भन्ने हुन्छ। अब हामी अर्को क्वेशन तर्फ लागौं। क्वेशन नम्बर 4 यस्तो छ। व्हिच अफ द फलोइङ टिचिङ मेथड इज नोन एज ट्युटोरियल टिचिङ। तलका मध्ये कुन शिक्षण विधिलाई व्यक्तिगत शिक्षण विधि भनिन्छ? ट्युटोरियल अर्थात व्यक्तिगत शिक्षण विधि भन्ने बित्तिकै यो सानो समूह शिक्षण स्मल ग्रुप टिचिङ बी नम्बरको सही एन्सर हुन्छ। त्यस्तै गरेर 5 नम्बरको क्वेशन छ। हु इज द फादर अफ एजुकेसनल सोसियोलोजी। शैक्षिक समाजशास्त्रका पिता को हुन्? ए अगस्ट कम्टे। यी त समाजशास्त्रका पिता हुन्। यी त शैक्षिक समाजशास्त्रका होइनन्। बी जोन डिबे होइन, रुसो होइन र डी जर्ज पियाने। यो सही एन्सर हो अर्थात शैक्षिक समाजशास्त्रका पिता डी नम्बरको जर्ज पियाने हुन्। क्वेशन नम्बर 6 यस्तो छ। व्हिच एजेन्ट्स आर मोस्ट इन्फ्लुएन्शियल इन प्राइमेरी सोशलाइजेसन। प्राथमिक सामाजिकीकरणमा सबैभन्दा प्रभावशाली निकाय कुन हो? अप्सन ए पियर एन्ड मिडिया, साथीहरू र मिडिया। बी फ्यामिली एन्ड क्लोज केयर गिभर्स,
परिवार र नजिकका हेरचाह गर्नेहरू, सी एजुकेसनल इन्स्टिट्युसन्स शैक्षिक संस्थाहरू र डी वर्कप्लेस एन्ड अर्गनाइजेसन कार्यस्थल र सङ्गठनहरू। सबै एन्सर हुन्, सबै ठिक छन्। त्यसमध्येमा सबैभन्दा सही छ ए बी नम्बरको फ्यामिली एन्ड क्लोज केयर गिभर्स अर्थात् परिवार र नजिकका हेरचाह गर्नेहरू। क्वेसन नम्बर 7 यस्तो छ, विच अफ द फलोइङ इज कन्सिडर्ड एज द कर्नर स्टोन अफ अ कम्युनिटी। समुदायको आधारशिला तलका मध्ये कुनलाई मानिन्छ? ए परिवार, बी सरकार, सी व्यापारिक संस्था र डी विद्यालयहरू। यसको सही एन्सर हुन्छ ए परिवार, फ्यामिली। 8 नम्बर, विच अफ द फलोइङ इज नट रिलेटेड विथ इक्वल अपर्च्युनिटी इन एजुकेसन। तलका मध्ये कुन बुँदा शिक्षामा समान अवसरसँग सम्बन्धित छैन? 4वटा अप्सन छन्। ए इलिमिनेटिङ डिस्क्रिमिनेसन बेस्ड अन रेस अर जेन्डर, जाति वा लिङ्गमा आधारित भेदभाव हटाउनु। बी प्रोभाइडिङ इक्वल एक्सेस टु क्वालिफाइड टिचर्स एन्ड रिसोर्सेस, योग्य शिक्षक र स्रोतहरूमा समान पहुँच दिनु। सी ग्यारेन्टिङ आइडेन्टिकल एकाडेमिक आउटकम्स फर अल स्टुडेन्ट्स, सबै विद्यार्थीका लागि समान शैक्षिक परिणाम सुनिश्चित गर्नु। र डी छ सपोर्टिङ स्टुडेन्ट्स विथ ल्याङ्ग्वेज अर सोसियो इकोनोमिक च्यालेन्जेस, भाषा वा सामाजिक आर्थिक चुनौती भएका विद्यार्थीहरूलाई सहयोग गर्नु। यसको सही एन्सर हुन्छ ग्यारेन्टिङ आइडेन्टिकल एकाडेमिक आउटकम्स फर अल स्टुडेन्ट्स। सी नम्बरको एन्सर यसको सही एन्सर हुन्छ। 9 नम्बरको क्वेसन यस्तो छ, According to the Constitution of Nepal 2015, up to which level is education compulsory and free for every citizen? नेपालको संविधान 2072 अनुसार प्रत्येक नागरिकका लागि शिक्षा कुन तहसम्म अनिवार्य र निशुल्क छ? यसको सही एन्सर हो बी नम्बरको अप टु बेसिक लेभल, कक्षा 8 सम्म चाहिँ प्रत्येक नागरिकका लागि अनिवार्य र निशुल्क छ। 10 नम्बरको क्वेसन छ, व्हाट रोल डज टिचर प्ले इन नेचुरालिस्टिक एजुकेसन? प्रकृतिवादी शिक्षामा शिक्षकको भूमिका के हो? प्रकृतिवादी भन्ने बित्तिकै प्रकृतिको कुरा आउँछ यहाँ अप्सन सीमा गाइड हु फेसिलिटेट्स लर्निङ फ्रम नेचर, प्रकृतिबाट हुने सिकाइको मार्गदर्शक भन्ने सी नम्बरको अप्सन छ। यो अप्सन नै सही हुन्छ। ए नम्बरको कडाइका साथ ज्ञानको नियन्त्रणकर्ता पनि होइन, बी नम्बरको प्यासिभ अब्जर्भर निष्क्रिय अवलोकनकर्ता पनि होइन, र डी नम्बरको सोल सोर्स अफ नलेज ज्ञानको एकमात्र स्रोत भन्ने पनि होइन। यसको सही एन्सर सी नम्बर हुन्छ। क्वेसन नम्बर 11 यस्तो छ, रियलिजम इम्फासाइज अन, यथार्थवादले केमा जोड दिन्छ? ए स्पिरिचुअल वर्ल्ड एन्ड आइडियाज, आध्यात्मिक संसार र विचारहरू, यो आइडियलिजम हो, यो गलत भइगयो। मेटेरियल वर्ल्ड एन्ड अब्जेक्टिभ रियालिटी, भौतिक संसार र वस्तुगत वास्तविकता, यो सही एन्सर हुन सक्छ। यसलाई अप्सनमा राखौँ। सी चाइल्ड्स नेचुरल इम्पल्सेस, बालबालिकाको प्राकृतिक आवेगहरू, यो त हुँदै होइन। डी प्र्याक्टिकल कन्सिक्वेन्सेस अफ आइडियाज, विचारहरूको व्यावहारिक परिणामहरू, यो पनि होइन। यसको सही एन्सर बी को मेटेरियल वर्ल्ड एन्ड अब्जेक्टिभ रियालिटी भन्ने हुन्छ। 12 नम्बरको, विच फिलोसोफी इन्करेज एजुकेसन टु बी फ्लेक्सिबल एन्ड बेस्ड अन एक्सपिरियन्स, कुन दर्शनले शिक्षालाई लचकता र अनुभवमा आधारित हुन प्रोत्साहित गर्छ? ए आइडियलिजम, आदर्शवाद होइन। बी नेचुरलिजम, प्रकृतिवाद, यो पनि होइन। रियलिजम, यथार्थवाद, यो पनि होइन। डी प्राग्मेटिजम, प्रयोजनवाद, यो चाहिँ यसको सही एन्सर हुन्छ। 13 नम्बरको क्वेसन यस्तो छ, वाट ल्याङ्ग्वेज वाज प्राइमरीली युज्ड फर इन्स्ट्रक्सन इन द स्कुल्स इस्टाब्लिस्ड बाय द राणा रुलर्स, राणा शासकहरूले स्थापना गरेका विद्यालयहरूमा मुख्य रूपमा कुन भाषा प्रयोग हुन्थ्यो? यो त अभियसली अङ्ग्रेजी भाषा हो, उनीहरूले अङ्ग्रेजीलाई जोड दिएका थिए। यसको सही एन्सर हुन्छ 13 को सी अङ्ग्रेजी। 14 को क्वेसन नम्बर 14 को एन्सर क्वेसन यस्तो छ, वाट एज ग्रुप डज नेपाल्स ECD प्रोग्राम्स मेनली टार्गेट अन्डर ARNEC फ्रेमवर्क? ARNEC भनेको सर्वाङ्गीण राष्ट्रिय शिक्षा पद्धतिको योजना 2018 को ढाँचा अनुसार नेपालमा ECD कार्यक्रमले मुख्य रूपमा कुन उमेर समूहलाई लक्षित गर्छ? ल ARNEC 2018 का अनुसार यसको सही एन्सर हुन्छ 14 को बी नम्बर, चिल्ड्रेन एज्ड 3 to 5 इयर, 3 देखि 5 वर्षसम्मका उमेरका बालबालिकालाई चाहिँ ECD अर्थात् पूर्व प्रारम्भिक विद्यालय उमेरका बालबालिका भनेर त्यहाँ तोकेको पाइन्छ।
क्वेशन नम्बर 15 यस्तो छ, Which commission recommended mother tongue instruction up to class 8? कक्षा 8 सम्म मातृभाषामा शिक्षा दिने सिफारिस कुन आयोगले गरेको थियो? यसको सही एन्सर हुन्छ ए नम्बरको NEC 1992। राष्ट्रिय शिक्षा आयोग 1992 सन् 1992 को आयोगले यसलाई सिफारिस गरेको थियो। 16 नम्बरको हु वाज द फर्स्ट फर्मर हेड टिचर अफ नेपाल? नेपालको औपचारिक प्रधानाध्यापक को थिए? पहिलो त्यही पनि ए मिस्टर क्यानिङ, बी रोज, सी रुद्रराज पाण्डे र डी विश्वबन्धु थापा। यसको सही एन्सर हुन्छ ए नम्बरको मिस्टर क्यानिङ। 17 Which language right is emphasized in Nepal's EFA plan? नेपालको सबैका लागि शिक्षा EFA योजनामा कुन भाषाको अधिकारमा जोड दिइन्छ? EFA योजनामा कुन भाषाको अधिकारमा जोड दिन्छ भन्दाखेरि यो त आदिवासी र भाषिक अल्पसंख्यकका लागि मातृभाषामा शिक्षा। यसको सही एन्सर हुन्छ बी एजुकेसन इन मदर टङ फर इन्डिजिनियस एन्ड लिङ्ग्विस्टिक माइनोरिटिज। क्वेशन नम्बर 18 यस्तो छ, When was first phase of BPEP launched in Nepal? नेपालमा BPEP को पहिलो चरण कहिले सुरुवात भएको थियो? यो BPEP को अर्थ बेसिक एन्ड प्राइमरी एजुकेसनल प्रोजेक्ट भन्ने हो। यो कहिले सुरु भएको थियो भन्ने यसको एन्सर हुन्छ डी नम्बरको 1992 AD। अब 19 नम्बरको क्वेशन यस्तो छ, Which of the following was not a focus area of SESP? SESP को लक्षित क्षेत्रहरू मध्ये तलका मध्ये कुन होइन? ए नम्बरको अप्सन छ इम्प्रुभिङ टिचिङ एन्ड लर्निङ मेटेरियल्स, शिक्षण र सिकाइ सामग्री सुधार, बी इन्हान्सिङ स्कुल इन्फ्रास्ट्रक्चर, विद्यालय पूर्वाधार सुदृढीकरण, सी प्रोमोटिङ अडल्ट लिटरेसी प्रोग्राम प्रौढ साक्षरता कार्यक्रम प्रवर्धन र डी इन्क्रिजिङ इक्विटेबल एक्सेस टु सेकेन्डरी एजुकेसन माध्यमिक शिक्षामा पहुँच पुर्याउनु। र यसको सही एन्सर हुन्छ प्रोमोटिङ अडल्ट लिटरेसी प्रोग्राम प्रौढ साक्षरता कार्यक्रम प्रवर्धन। प्रौढ साक्षरता कार्यक्रम चाहिँ एसईएसपी को मुख्य लक्ष्य अर्थात् लक्षित क्षेत्र थिएन। क्वेशन नम्बर 20 यस्तो छ, Which of the following is the current educational structure of Nepal? नेपालको वर्तमान शिक्षाको संरचना कुन हो? 1+8+4+4+2। यो चाहिँ ए नम्बरको सही एन्सर हुन्छ, अर्थात् 1 वर्षको पूर्व बाल्य अवस्था, 1 देखि 8 सम्मको आधारभूत, 9 देखि 12 सम्मको 4 वर्ष माध्यमिक शिक्षा, अनि ब्याचलर 4 वर्षको र मास्टर्स 2 वर्षको गरेर 18442 चाहिँ ए नम्बरको सही एन्सर हुन्छ। अब यसको एन्सर की समेत मैले यहाँ उल्लेख गरिदिएको छु। यो एन्सर की तपाईहरुले यहाँ हेर्न पनि सक्नुहुनेछ। यही एन्सर की 1 देखि 20 सम्मकै मैले यहाँ लेखिदिएको छु। मैले बोलेर पनि तपाईहरुलाई कुनको के एन्सर भनेर जानकारी दिएँ। अब यसपछि हामी सब्जेक्टिभ क्वेशन तर्फ लागौं। सब्जेक्टिभ क्वेशनमा क्यान्डिडेट्स आर रिक्वायर्ड टु गिभ देयर एन्सर इन देयर ओन वर्ड्स एज फार एज practicable. The figures in the margin indicate full marks भनेर यहाँ भनिएको छ, अर्थात् परीक्षार्थीहरूले चाहिँ सकेसम्म आफ्नै एन्सरमा आफ्नै शब्दमा उत्तर दिनु चाहिँ अति राम्रो मानिन्छ र उत्तरलाई मार्किङ गर्दा पनि त्यस्ता उत्तरलाई बढी ग्राह्यता दिइन्छ भनेर यहाँ लेखिएको छ। अब हामी ग्रुप बी तर्फ लागौं। ग्रुप बी मा हामी 8 वटा प्रश्नहरुको सोलुसन गर्नुपर्ने हुन्छ। 7 मार्क्स गोटाका क्वेशन हुन्छन्। 2टा क्वेशनमा अर क्वेशन सोधिएको हुन्छ। अब हेरिहालौं प्रश्न। हाउ डज लाइफ लङ एजुकेशन कन्ट्रिब्युट द पर्सनल एन्ड प्रोफेसनल ग्रोथ? जीवन पर्यन्त शिक्षाले व्यक्तिगत तथा व्यावसायिक विकासमा कसरी सहयोग पुर्याउँछ? क्वेशन नम्बर 2 छ, एक्सप्लेन द स्टेप्स अफ माइक्रो टिचिङ। सूक्ष्म शिक्षणका चरणहरुलाई व्याख्या गर्नुस्। सबै चरणहरुलाई छोटो छोटो तपाईले व्याख्या गर्नुपर्ने हुन्छ यसमा। 3 नम्बर, डिफाइन प्रोफेसन। पेशालाई परिभाषित गर्नुस्। एक्सप्लेन द मेजर फ्याक्टर्स दैट कन्ट्रिब्युटेड टिचिङ टु बी डेभलप्ड एज प्रोफेसन। शिक्षणलाई पेशाको रूपमा विकसित गराउन योगदान पुर्याउने मुख्य कारक तत्वहरुको पहिचान गर्नुस्। अब यहाँ 7 मार्क्सको क्वेशनमा डिफाइनलाई 2 मार्क्स दिएर तपाईले लेख्नु पर्यो, अर्थात् 1 प्याराग्राफ लेख्नु पर्यो र 5 वटा कम्तीमा बुदा लेखेर पेशाको रूपमा योगदान पुर्याउने कारक तत्व 5 वटा बुदा तपाईले व्याख्या गर्नुपर्ने हुन्छ।
4 नम्बरको क्वेशन डिफाइन सोसाइटी, समाजलाई परिभाषित गर्नुस्। यो पनि 2 मार्क्सका लागि तपाईले एक प्याराग्राफ मजाको लेख्नु भइहाल्छ। एक्सप्लेन द रिलेसनशिप बिट्विन एजुकेसन एन्ड सोसाइटी विथ एक्जाम्पल, समाज र शिक्षा बीचको सम्बन्धलाई उदाहरण सहित प्रश्न पार्नुस्। यो 5 मार्क्सका लागि तपाईले लेख्नुपर्ने हुन्छ। 5 नम्बरको क्वेशन छ एक्सप्लेन द मेन प्रिन्सिपल्स अफ नेचुरलिजम एज एन एजुकेशनल फिलोसोफी, डिस्कस इट्स इम्प्याक्ट अन एजुकेसन सिस्टम। प्रकृतिवादी दर्शनको मुख्य सिद्धान्तहरू स्पष्ट पार्नुहोस्। यो मुख्य सिद्धान्त भन्नाले दार्शनिक आधारहरू भनेर बुझ्नु भए पनि हुन्छ। यसले शिक्षा प्रणालीमा पार्ने प्रभावहरूको चर्चा गर्नुहोस्। नेचुरलिजमले शिक्षा प्रणालीमा कस्तो प्रभाव पारेको छ त्यो लेख्नु पर्यो। दर्शनको मुख्य सिद्धान्त भनेको दार्शनिक आधार पनि भयो, यसका विशेषताहरू भने पनि भयो। तपाईले जसरी बुझेर मिलाएर लेखे पनि हुन्छ। अब 6 नम्बरको क्वेशन छ द कन्सेप्ट अफ 4A इज इम्पोर्टेन्ट फर इन्स्योरिङ सोसियल जस्टिस इन एजुकेसन। What are the 4 components of 4A and how do they help ensure equal access to education? अर्थात् शिक्षामा सामाजिक न्याय सुनिश्चित गर्न 4A को अवधारणा अत्यन्तै महत्त्वपूर्ण मानिन्छ। ती 4A का शर्तहरू के हुन्? 4 वटा शर्तहरू के हुन्? तिनीहरूले शिक्षामा समान पहुँच कसरी सुनिश्चित गर्छ भनेर क्वेशन सोधिएको छ। त्यस्तै गरेर अर्को क्वेशन छ रिभ्यू द भेरियस मेजर्स एडप्टेड बाय नेपाल टु इन्स्योर इक्वल अपर्च्युनिटिज इन एजुकेसन। शिक्षामा समान अवसर प्रदान गर्न नेपालले अपनाएका विभिन्न उपायहरूको समीक्षा गर्नुहोस्। 7 नम्बरको क्वेशन छ रिभ्यू द मेजर इफोर्ट्स एन्ड रिफर्म्स इन एजुकेसन मेड ड्युरिङ द प्री डेमोक्रेटिक पिरियड अफ नेपाल्स एजुकेसनल डेभलपमेन्ट। अर्थात् प्रजातन्त्र पूर्वको कालखण्डमा नेपालको शैक्षिक विकासमा गरिएका मुख्य प्रयासहरू र सुधारहरूको समीक्षा गर्नुहोस्। प्रजातन्त्र आउनुभन्दा अगाडिको यहाँ व्याख्या गर्नुपर्ने हुन्छ। अब 8 नम्बरको राइट सर्ट नोट्स, छोटो टिप्पणी लेख्नुहोस् भनेको छ। ए नम्बरमा सेती प्रोजेक्ट फर रुरल डेभलपमेन्ट, एसईआरडी प्रोजेक्टको बारेमा, सेरिट प्रोजेक्टको बारेमा लेख्नु पर्यो र बी नम्बर स्कुल सेक्टर रिफर्म प्रोग्राम एसएसआरपी को बारेमा लेख्नु पर्यो। तपाईले 3.5 मार्क्स भार दिएर यसलाई लेख्नुपर्ने हुन्छ, जम्मा 7 मार्क्सका लागि। यसलाई अरू क्वेशन पनि दिएको छ। अरू क्वेशनमा भनिएको छ एक्सप्लेन द निड एन्ड इम्पोर्टेन्स अफ एसआईपी प्लान, विद्यालय सुधार योजनाको आवश्यकता तथा महत्त्वलाई व्याख्या गर्नुहोस् भनेको छ। 7 वटा बुँदा लेखेर व्याख्या गर्नुभए भइहाल्छ। अब ग्रुप सी लङ क्वेशनतिर जाउँ। यो भनेको 12 मार्क्सको हुन्छ, 2टा सल्भ गर्नुपर्ने हुन्छ, एउटा क्वेशन अर सोधिएको हुन्छ। 9 नम्बरको क्वेशनतिर हामी लागिहाल्यौँ। डिफ्रेन्सिएट बिट्विन पर्मिसिभ एन्ड रिप्रेसिभ मोड अफ सोसियलाइजेसन, सामाजिकीकरणको स्वीकारात्मक र दमनात्मक तरिकाहरू बीच भिन्नता छुट्याउनुहोस्। इन द प्रेजेन्ट कन्टेक्स्ट अफ नेपाल, नेपालको वर्तमान सन्दर्भमा विच मोड अफ सोसियलाइजेसन डु यु रिकमेन्ड, तपाईँ कुन सामाजिकीकरणको ढाँचा अथवा तरिकालाई सिफारिस गर्नुहुन्छ? एक्सप्लेन विथ रिजन, कारणसहित प्रस्तुत गर्नुहोस्। ल अब यसैको अर्को क्वेशन पनि मैले यहाँ प्रस्तुत गरेको छु। Why NESP 2028 is known as New Educational Plan in Nepal? Explain the major recommendation. राशि पय 2028 लाई किन नेपालको नयाँ शिक्षा योजनाको रूपमा चिनिन्छ, यसका प्रमुख सुझावहरूलाई प्रस्तुत गर्नुहोस्। 10 नम्बर Explain the philosophical premises of idealism. How can a teacher apply the principle of idealism to foster moral and spiritual development in students during classroom teaching? Explain with examples. अर्थात् आदर्शवादको दार्शनिक आधारहरू अथवा सिद्धान्तहरूलाई व्याख्या गर्नुहोस्। शिक्षकले कक्षा शिक्षणको क्रममा विद्यार्थीहरूमा नैतिक र आध्यात्मिक विकासलाई प्रवर्धन गर्न आदर्शवादका सिद्धान्तहरू कसरी लागू गर्न सक्छन्? उदाहरणसहित व्याख्या गर्नुहोस्। ल साथीहरू, यो त भयो मोडल क्वेशन्स अर्थात् नमुना प्रश्नहरू। यी नमुना प्रश्नहरू मोडल क्वेशन्स चाहिँ र्याङ्कको ठ्याङ सबै यही क्वेशन आउँछ भन्ने ग्यारेन्टी चाहिँ होइन। तर पनि यी मोडल क्वेशन्सहरूको अध्ययन गर्नुभयो भने तपाईँको परीक्षालाई धेरै हदसम्म सहज बनाउँछ र यसैसँग सम्बन्धित यसैको पेरिफेरीमा अन्य प्रश्नहरू समेत बन्न सक्छन्। त्यसकारण तपाईँको परीक्षाका लागि यी प्रश्नहरूले एकदमै ठुलो हेल्प गर्न सक्छ भन्ने मैले विश्वास लिएको छु। हवस् त साथीहरू, आजका लागि यो भिडियो यति नै। तपाईहरू यो च्यानलमा नयाँ हुनुहुन्छ भने यस्तै ज्ञान र जानकारीमूलक भिडियोहरू हेर्नका लागि तपाईले सब्स्क्राइब गर्न पनि सक्नुहुनेछ। अर्को भिडियोमा म फेरि अर्को विषयवस्तु लिएर आउनेछु। तबसम्मका लागि हवस् त, बाई बाई, नमस्कार, जय मातृभूमि।